पिताले त नाटक गरे पुत्रले पनि त्यही सिकेछन्। अब यी लक्का जवान पुत्रलाई महानायकको परिभाषा अहिलेसम्म पनि थाहा रहेनछ। ल पहिलो कुरो त म यो बुझ्दिनँ है। मैले सबैभन्दा नबुझेको कुरा भने कि महानायक भन्नेको अर्थ खास के हो? होइन, आफ्नै कुल खानदानमा कहाँ छन् नि जयकिशन बस्नेत, टाढा जानै पर्दैन, सोधे भइगयो नि। सोध्नलाई के को आइतबार? महानायकको परिभाषा मात्र होइन बाबु, किताबै लेखिदिन्छन् काकाले त, पढिरहनु जिन्दगीभरि अनि अरूलाई सम्झाउनु महानायकको परिभाषा। हिन्दीमा एउटा भनाइ छ नि, हम त डुबेंगे सनम तुमको भी ले डुबेंगे। बाउ त डुबे छोरा समेत डुबाउने भएको भए जनते बाख्रो भन्ने सिनेमा सुपर डुपर बम्पर हुने थियो र गरिमा शर्मा भन्ने हिरोइन नेपालकै नम्बर 1 हिरोइन कहलिन्थिन् होला। यो त सब के को न्यानो भन्छन् नि। बस त्यति मात्र। राजेन्द्र खड्गी, आउनुहोस्, मलाई स्वागत गर्न जाउँ कार्यक्रममा। यहाँलाई हार्दिक स्वागत छ। एकदम धन्यवाद मित्र। दर्शकहरूलाई पनि म के भन्न चाहन्छु भने तपाईँले पनि उहाँको अहिले बहुचर्चित एउटा इन्टरभ्यू भाइरल भइरहेको छ, त्यसको एउटा क्लिप्स छ, त्यो क्लिप्स म यहाँलाई देखाउन चाहन्छु र तपाईँ पनि हेर्नुहोस्। त्यो प्रकाश सुवेदी पनि पागल हो, प्रकाश सुवेदी पनि पागल हो। अब के त, म पागलै हो त। यस्तो हुन्छ के, अब म तपाईँलाई एउटा अचम्मको कुरा के भन्छु भने त्यो भनेको आफ्नो काममा ट्यालेन्ट हो। त्यो चाहिँ सबै साइन्टिस्टहरू पागलै हो। तपाईँ यो मेरो सोफामा आएर यसरी बस्नुहुन्छ भने मलाई लागेकै थिएन। किन दाइ? तपाईँलाई आफै थाहा होला। मलाई केही थाहा छैन। दर्शकहरूलाई म जानकारी गराउँ कि विगत 1-1.5 वर्ष यता उहाँको र हाम्रो बोलचाल थिएन। होइन, बोलचाल भन्दाखेरि पनि प्रोफेसनली हिसाबमा अहिले म आज प्रोफेसनल हिसाबमा आएको छु। तपाईँलाई हुन त हजुरसँग बोलचाल नहुँदाखेरि पनि हजुरको विषयमा धेरै कुराकानी हुन्छ मेरो घरमा र कतिपयले उसमा हुन्छ नि ऱ्यापिड फायरमा पनि सोध्ने गर्छन् यो कि त्यो भनेर हजुरको नाम लिएर। अनि साथसाथै कतिपयले कुन तरिकाले चिन्नुहुन्छ भनेर हजुरको फोटो पनि राख्दै हुन्छन्। भनिसके पछाडि सबैलाई थाहा छ कि हजुरको र मेरो सम्बन्ध होइन कति गहकिलो छ भन्ने कुरा। अनि बोलचालको कुरा चाहिँ मैले त्यो सोचिनँ कि पर्सनली हजुर मेरो दाइ हो, दाइ नै हुनुहुन्छ। अब बिचमा खोइ त्यस्तो नबोले जस्तो त लाग्दैन मलाई। हजुरलाई के लाग्छ? हाम्रो कतै प्रोग्राममा इन्टरेक्ट नभएर पनि हुनसक्छ हजुरलाई। तपाईँले मलाई आफ्नो फेसबुकमा ब्लग गर्नुभएको छ। यो सम्बन्ध चाहिँ यो कुरा चाहिँ म मेरो दाइसँग कुरा गर्छु के मेरो प्रकाश सुवेदी दाइसँग, प्रोफेसनल रजत अङ्कलसँग चाहिँ म कुरा गर्न चाहन्न। कहिलेकाहीँ हुन्छ, यस्तो हुन्छ। गुनासो मेरो दाइसँग गरौँला। यो विषयमा हामी एकछिन पछाडि सेगमेन्टमा झन् बढी चर्चा गर्नेछौँ। अहिले तपाईँ जुन प्रयोजनको लागि आउनुभएको छ त्यसमै केन्द्रित रहेर कुराकानी गरौँ। छता छुल्लो भएर लाग्यो भने काहीँ पनि सक्सेस हुँदैन दाइ। दुईटा नाउमा खुट्टा हालेको काहीँ सक्सेस भएको छ? खै त्यही छता छुल्लो खेलेर रहेछ मलाई। महानायक हुनुभयो? महानायक दाइले बनाइदिनु भयो। होइन, म पछाडि अरू प्राविधिक सङ्घले पनि बनाइदिनु। दाइले नै बनाइदिएको, दाइकै पहलमा हुनुभएको उहाँ। तर होइन, राजेश दाइ एउटा चलचित्र उद्योगको एउटा खम्बा चाहिँ हो। राजेश दाइलाई उभिँदाखेरि चलचित्र क्षेत्रले एउटा राम्रो नायकको रूपमा चाहिँ परिभाषित गर्नै पर्छ। होइन, जहाँ छताछुल्लोको कुरा गर्नु पनि यहाँले छताछुल्लो नगरे त्यसो गर्दा हुँदैन भन्नु पनि त्यही प्रमाण हुनुहुन्छ नि त। राजेशजी जिउँदो हुनुहुन्छ र अमिताभ बच्चन त खेलिरहनु भएको छ त उहाँ। भनेको तात्पर्य बुझ्नु न। भनेपछि राजेशजी हुनुहुन्न अहिले? पहिला हुनुहुन्थ्यो। होइन, मैले भनेको त्यही छताछुल्ल हरेक फिल्ममा राजेश हमाल भएर महानायक भएर 10-15 राजेश दाइ मात्रै महानायक हुनुभयो क्या, त्यहाँ प्रोड्युसर महानायक भएन, त डाइरेक्टर महानायक भएन क्या। राजेश दाइले मात्रै फिल्म खेल्नु भयो। मेरो मान्यता त्यति मात्रै हो। फिल्म एउटा इन्डस्ट्रीलाई हाँकेर लानुपर्छ त्यस्तो व्यक्तित्वले। आज हामी 50-52 वर्षमा प्रवेश गर्दा पनि आज हाम्रो चलचित्र उद्योग लिन्ठिङ छ। किन त? वास्तवमा खेल्न पाए पनि खेलिहाल्ने। मलाई पनि कति अफर छ, म खेल्छु त फिल्म, खेल्दिनँ नि। म चुज गर्छु कहाँ त्यो चलचित्रले केही पनि योगदान दियोस् चलचित्र उद्योगको लागि। उद्योग त छैन, त्यही पनि क्षेत्रको लागि केही गरोस् भनेर सोध्छु नि त। एउटा राम्रा चलचित्र। यो भिडियो पनि हेर्नुहोस् पहिला। यो त मेरो बहिनी हो, सो अल टाइम मेरो फेभरेट बहिनी हो हैन। पूजा शर्मालाई यो त स भन्ने कुरा अब ट्रस्ट मी हैन के भन्न खोजेको यो भुवन केसी पूजालाई बहिनी भन्दैछन्। पूजा भन्छ नि त सब भन्ने कुरा नहुन्। यसबाट दर्शकहरूले के बुझ्ने, के अर्थ लगाउने? सँगसँगै यो अर्को भिडियो पनि हेर्नुहोस् त।
अल द बेस्ट बी फाप्छ होइन तर यो बी फाप्दैन के भयो फाप्दैन को फाप्दैन निस्केको अल द बेस्ट